हामी माथि माथि जाँदैछौँ। यस्तो दामी भ्यू पनि देखिरहेछ। हिँडेर पुग्छ त? Finally, we are in Muktinath. यहाँको चिसो चाहिँ हामीले थाम्न सकेन, तर यो भ्यूको अगाडि ल दिस इज लेटे। अहिले चाहिँ हामी लेटे भन्ने ठाउँमा छौँ है त। ल गाइस, फाइनली कुरिरहे एकान्तमा तिम्रो तस्बिरलाई हेरेर यो हावालाई सोधिहेर न। सर्फिङ बोर्ड चलाउन जाँदैछौँ। ट्राभल गर्दा अब हजुरले के लानुपर्छ त म त्यो भन्छु है त। सो हामी रेडी भइसक्यौँ र हामीले चाहिँ चाहिने भन्दा बढी सामान लगेको रहेछ है। सो हजुरलाई चाहिने भनेको चाहिँ जम्मा 2टा ज्याकेट र थर्मोकोल पनि त्यति चाहिँदैन। यदि हजुरलाई चिसो लाग्छ भने त्यो पनि लान सक्नुहुन्छ। नत्र जम्मा 2टा पाइन्ट र 2टा ज्याकेट अनि अलिकति आफूलाई नेसेसरी चाहिने लुगाहरू चाहिँ मजाले लान सक्नुहुन्छ। तर चाहिने भन्दा धेरै पनि नलानु होला। ल फाइनली गाइज, हामी 6 बजे निस्किने भने मान्छे लगभग 10 बज्न लागिसक्यो है। सो हामी जाँदैछौँ अब मुस्ताङ, मेरो ड्रिम राइड। ल जाउँ। जिन्दगी सरर र मोटर गाडीमा। सो अब मुस्ताङ जानलाई चाहिँ यो हाम्रो फर्स्ट खर्च हुनेछ। अब यहीँबाट चाहिँ हामी फ्युल रिफिल गर्छौँ र कतिको जान्छ एकचोटि म अगाडि देखाउँछु है त। दाइ फुल गरिदिनु न। भक्तपुरमा हामीले फर्स्ट फ्युल गरेको छौँ, त्यो हो 1350। अब मेरोमा अलिअलि छ है। अहिले चाहिँ अब 11 बज्दैछ अनि हामी चाहिँ कोटेश्वरमा छौँ है त। सो अलिकति ढिला भयो, बिहानै निस्किनु पर्ने थियो। हामी जस्तो लेजी त हजुरहरू पक्कै पनि हुनुहुन्न होला है त। सो हामी चाहिँ कलङ्की आइपुग्दा 11:30 भइसक्यो अहिले नै। तर हजुरहरू चाहिँ मजाले 6 बजे निस्किनु होला है त। एकछिन ठनकोटको चेकिङ गर्थ्यौँ र अहिले 11:30 हुँदैछ। हजुरहरू चाँडै निस्किन सक्नुहुन्छ। त्यो चाहिँ एकछिन बसेर पानी खाँदैछौँ हामी चाहिँ। अब यहाँबाट अझ छ धेरै छ, यहाँ पानी खाएर चाहिँ हामी अब निस्किन्छौँ है त। त्यही अब मनोकामना पुग्न अझ 1 घन्टा जति लाग्छ होला। अनि यहाँ एकछिन यसो बस्न लाग्छु पानी खानलाई। फेरि एकछिन यसो बसौँ न, केही छ कि खाउँ अनि। ल हाम्रो हालत यस्तो भइरहेछ। चिया डोनट खाँदैछौँ। फाइनली हामी निस्किँदैछौँ। चिया डोनट खाएर चाहिँ हामी यहाँबाट निस्किन लाग्यौँ र चिया डोनटको चाहिँ 170 पर्यो है। अब टाइम पनि धेरै गइसक्यो र हजुरहरूलाई देखाउन पनि धेरै नै बाँकी छ। सो यहाँबाट छिटो छिटो निस्क्यौँ है। फाइनली हामी लगभग 10 बजे निस्केको थियो र 2 साढे 2मा चाहिँ हामी मनोकामना आइपुग्यो है त। मनोकामना चाहिँ नेपालको वान अफ द मोस्ट प्रसिद्ध टेम्पल हो है। यहाँ चाहिँ मान्छेहरू आफ्नो मनको इच्छा पुरा गर्न आउँछन्। सायद त्यही भएर पनि यो ठाउँको नाम मनोकामना भएको हो, जहाँसम्म चाहिँ मलाई थाहा छ। जे मनोकामना माइकी जे। ल हामी चाहिँ यताबाट ल बाटो चाहिँ चेन्ज भयो नि त अब। र ल फाइनली राम्रो बाटो आइपुग्यो गाइस, बब्बल बाटो। फाइनली गाइस हामी आइपुग्यौँ डमौली र अहिले 3:30 हुन लागेको छ। बाटो एकदमै दामी, एकदमै दामी पृथ्वी राजमार्गको है। पोखराको बाटोमा मेरो लाइफ पार्टनरसँग यो भ्यू बब्बल के। अब त सकिगयो नि त होइन, यस्तो दामी छ भ्यू, हेर्नु न है। अगाडि नै आइसक्यो। अघि र उता टाढाबाट देखाएको थियो होइन, अहिले त ल अगाडिबाटै बाटो यस्तो खतरा, प्लस अगाडिबाट चाहिँ हिमाल।
यस्तो दामी छ। हिमाल नदेखेसम्म त पोखरा आएको भाइब त आउँदैन नि होइन। सो हजुर जति अगाडि अगाडि जानुहुन्छ त्यति नै त्यो हिमालहरू देखिन्छ र त्यसले लाग्छ कि पोखरा चाहिँ अब आउनै लागिसक्यो है। ल पोखरा आइपुग्न लागिसक्यो। अब हामी एकछिन यहाँ बस्दैछौँ मोमोज पोइन्टमा है। उफ 6-7 घन्टा राइड गरेर आएपछि एकछिन यसरी बस्दा चाहिँ यस्तो आनन्द आउँछ कि है। यदि हजुरहरू पनि बाइकमा आउँदै हुनुहुन्छ भने चाहिँ एकचोटि बसेर हेर्नु है, एकदमै आनन्द आउँछ। ल हामी चाहिँ मोमो खाँदैछौँ होइन। मिठो रहेछ दाईको मोमो यहाँनिर होइन त। ल दाईको नाम पनि भनिदिनु न एकचोटि। म चाहिँ भिडियोहरू बनाउँछु होइन। मेरो नाम महेन्द्र गुरुङ। यो ठाउँ कुन चाहिँ हो? पोखरा 26मा। मोमो चाहिँ एकदम दामी छ है यहाँको। ल यहाँबाट मोमो खाइयो, अलिकति अँध्यारो भयो। पसल चाहिँ यही हो है त, यहीँ नजिकै छ। एकदम दामी मोमो छ है, मिठो लाग्यो मलाई। अब हामी चाहिँ यहाँबाट डाइरेक्ट कुस्मामा निस्किन्छौँ। ल है भनिदेऊ। मोमो खाइसलिए नजिक आयो। ल लागौँ त अब आफ्नो गन्तव्यतिर। हामी पृथ्वी चोकमा चाहिँ आइपुग्यौँ होइन। अब यहाँबाट चाहिँ हामी जान्छौँ कुस्मामा। पोखरा हामी 5 बजे ठ्याक्कै आइपुग्यो है। र गाइस हाम्रो चाहिँ पोखरामा आएर फेरि रिफिल गर्दैछौँ है। फुल गरिदिनु त कतिको हट्छ। लगभग 1000 पेजको चाहिँ यहाँ खाइसकेको छ होइन। अब यहाँबाट चाहिँ हामी अब कुस्मातिर लाग्छौँ है त। अँध्यारो हुन थालिसक्यो। हेर्न सक्नुहुन्छ यस्तो दामी बबल माउन्टेन देखिराख्नु भएको होला माथि। दिस इज हेम्जा गाइस, आइपुग्यो। हेम्जा चाहिँ हामी आइपुग्यौँ र अलिकति अँध्यारो पनि भइसक्यो है त। तर यस्तो अँध्यारोमा नि यस्तो खतरा भ्यू देखिरहेछ होइन, त्यो सनराइज डुबेको। एन्ड मेरो एकदमै ठुलो सपना थियो है हेम्जामा बाइक चलाउने चाहिँ, अनि आज चाहिँ म त्यो सपना पुरा गर्दैछु। त फाइनली कुस्मा चाहिँ आइपुग्यो। अब हाम्रो होटल चाहिँ न्यू फ्रेन्डली थियो होइन, त्यहाँ गएर हेर्नुपर्छ। ल लगभग 7 बजे हामी यहाँनिर आइपुग्यो है त, अलिकति ढिलै आइपुग्यो आउन चाहिँ। ल गाइस हामी चाहिँ आइपुग्यौँ कुस्मामा है त। ल अनि हामी चाहिँ अब बसिरहेछौँ 1000 जाने रुममा। 1000 जाने रुममा के पाउँछ म देखाउँछु है त। ल एउटा एट्याच बाथरुम छ अनि 2टा सिङ्गल बेड छ है। अनि त्यसपछि चाहिँ हाम्रो यस्तो खतरा टिभी छ यहाँ। ल हेर्नुहोस् अब हामी चाहिँ खाना खान जान्छौँ तल होइन। सो 1000 रुपिसमा यतिको हामीले पाइरहेको छ है त अहिले। हेर्न सक्नुहुन्छ अनलाइन बुकिङ गरेको थियो है। ल हामी चाहिँ यहाँ खाना खाँदैछौँ न्यू फ्रेन्डली होटेलमा होइन। यता हेर त कस्तो छ खाना। हेलो एन्ड गुड मर्निङ गाइस। सो म चाहिँ उठिसकेको छु कुस्माको यो दोस्रो दिनबाट। अब हामी चाहिँ यहाँ 7 बज्यो, 7 बजेतिर निस्किँदैछौँ होइन। सो सकेसम्म मार्फामा चाँडै पुगौँ भनेर। सो हाई भनिदेऊ मेरो बुजू। हेलो गुड मर्निङ। है अब छिटोभन्दा छिटो हामी यहाँ निस्किनु पर्ने हुन्छ। अनि यहाँबाट निस्केर चाहिँ हामी बाटोमा अब यस्तो खतरा सिनहरू आउँछ जस्तो लाग्छ। सो म हजुरलाई देखाउँछु, हेर्दै गर्नु होला है त। सो पहिला चाहिँ म यहाँ चेकआउट गरेर निस्किन्छु है। हामी चाहिँ सामान लिएर बाहिर आइसक्यौँ र बाइकमा पनि राखिसक्यौँ। सो यहाँको बिल चाहिँ हाम्रो 1500को भयो र रुमको 1000 रुपिस अनि खानाको चाहिँ 500। अब चाहिँ हामी पुग्नुपर्ने भनेको मार्फा हो र बिचमा खाना पनि खानुपर्ने हुन्छ। त्यो चाहिँ हामी तातो पानी गएर खान्छौँ। यहाँसम्म चाहिँ हामीले लगभग 460 मिनट चलाइसकेका छौँ भनेपछि लगभग 8 घन्टा होला। त्यसपछि हामीले 288 किलोमिटर चाहिँ यहाँसम्म हिजोदेखि हानेको छौँ है त। अब यहाँबाट चाहिँ हामी सिधै मार्फातिर जान्छौँ अनि त्यहाँनिर चाहिँ एकछिन रोक्छौँ, हेरौँ कति जाँदो रहेछ है। अब तातो पानीमा रुक्नु पऱ्यो एकचोटि खाना खानलाई। अब हामी चाहिँ चेनमा मोबिल अलिकति हाल्छौँ है। दाइ खै मैले चेनमा मोबिल अलिकति हालिदिनु न। लङ टुर जाँदा एकदमै ध्यान दिनुपर्ने कुरा चाहिँ बाइकको चेन हो है। एकदमै सुक्खा हुन्छ र चुटिने दर पनि एकदमै हुन्छ। त्यही भएर मैले चाहिँ कुस्मामा गएर चेनमा चाहिँ हल्का मोबिलहरू पनि हालेँ है त। सो चेनबाट चाहिँ हल्का साउन्ड आइरहेको थियो, त्यही भएर चाहिँ मैले कुस्मामै त्यो गरिहालेँ। सो हजुरहरू पनि त्यो गर्नु होला। मोबिल हालेपछि चाहिँ हामी कुस्माबाट निस्क्यौँ र छिटोभन्दा छिटो चाहिँ हामीलाई तातो पानी पुग्नुपर्छ है त, किनभने हामी त्यहीँ गएर अब खाना खान्छौँ। र बाटोमा हामी बागलुङ पनि आइपुग्यौँ। बाटो कन्फ्युज भएर चाहिँ हामीले त्यहाँ एउटा दिदीलाई पनि सोध्यौँ। अब तातो पानी चाहिँ दुवै ठाउँबाट जान्छ, तर लेफ्टपट्टि चाहिँ हामी कालिका मन्दिर हुँदै जान्छौँ भने राइटबाट चाहिँ हामी डाइरेक्ट जान्छौँ र राइटको बाटो चाहिँ छोटो पनि छ रे। हामी चाहिँ अब लेफ्टबाटै जान्छौँ है, किनभने हामी कालिका मन्दिर हुँदै जान्छौँ है त। ल गाइस हामी पुग्यौँ कालिका माई टेम्पल। एकजना डान्स गरिरहेछ। ल जाऊ
हामी चाहिँ यहाँ 8:30 समथिङमा पुगेका छौँ होइन। अब यसरी यहाँ पूजा गरेर चाहिँ हामी अझ निस्किन्छौँ है यहाँबाट। कालिका मन्दिरभित्र चाहिँ धेरै कुराहरू रहेछ, जसमध्ये मैले देखेँ यो। अब यसको बारेमा मलाई खासै थाहा छैन, यदि हजुरहरूलाई थाहा छ भने कमेन्ट गरिदिनु है। र बाटोमा बजरङ्ग बली पनि बस्नु भएको रहेछ, जय बजरङ्ग बली। अगाडि धेरै कुराहरू पनि रहेको छ जुन म अब देखाउँछु है त। ल गाइस, दिस इज कालिका टेम्पल है त। कालिका माई हामी आइपुग्यौँ। अब यहाँबाट हामी निस्किनु पर्ने हुन्छ होइन त बुझ्यौ? ल फेसिलिटिज ल गाइस, दिस इज कालिका माई अनि हामी आइपुग्यौँ है, दर्शन पनि गऱ्यौँ। सो यति टाढा आएर अब चाहिँ यहाँबाट हामी निस्किँदैछौँ है त। जस कालिका माईले चाहिँ एकदमै राम्रो गराएर रहेछ, मन पर्यो। अब हिँड्न नसक्नेलाई व्हिल चेयरको व्यवस्था छ, भित्र सबै सफा गरेर छ होइन, एकदमै राम्रो बनाएको रहेछ। सो त्यसको लागि चाहिँ मान्नै पर्छ है, यहाँको मान्छेहरूले नै बनाउनु भयो होला। ल तिमीहरूको नाम भन त यसमा। ल यहाँ हेर त, आशिष कर्मचारी भन्ने छ है, यो सर्च गर तिम्रो आउँछ ल त यसमा। ल गाइस, हामी चाहिँ अब चाहिँ बेनी बजार आइपुग्यो जस्तो लाग्यो है मलाई चाहिँ। यहाँबाट अब बजारहरू देखिँदैछ। तातो पानी कतापट्टि हो? तातो पानी मुक्तिनाथ जानलाई पर्ने यताबाट सिधै? ए हस् हस्, धन्यवाद। हस् हस्, धन्यवाद। ल यो हो बेनी बजार यतापट्टि। हस् हस्, थ्याङ्क यू दाइ। बेनीको बजार जता छ माया उतै छ नजर भन्ने गीत सुन्नु भएको छ कि छैन? फाइनली यत्रो लामो यात्रापछि हामी छौँ बेनी बजारमा है त। अब अगाडि बेनीको बस पार्क पनि आइसक्यो। अब यहाँबाट चाहिँ लेफ्ट लिएर चाहिँ हामी मुक्तिनाथ तातो पानीतिर जान्छौँ। बाटोमा यस्तो खतरा झर्ना देखिरहेछ है हामीले चाहिँ। अब त्यहाँ जान त मिल्दैन होला, तर स्टिल बाटोबाटै देखिरहेछ है त। ल यस्तो झर्ना, कति लामो झर्ना छ है। यहाँ चाहिँ अलिकति बाटोको प्रब्लम भएर चाहिँ सानो, अब त्यहाँ मिलाउँदैछ। हामी यहाँ एकछिन वेट गर्दैछौँ। अघि न चाहिँ अलिकति त्यहाँ वेट गर्नु पर्यो है, आधा घन्टा जति बाटो बनाएर रहेछ। लगायत यहाँ चाहिँ यस्तो खतरा खतरा बाटो छ है, हैट राम्रो पनि छ एन्ड अलिकति डेन्जर पनि छ है त। स्लिप खाए स्लिप बाटो है, डर लाग्छ चिप्लोबाट नजाऊ, बिस्तारै जाऊ है। ल गाइस, तातो पानीको सबभन्दा ठुलो होटेल यहाँ छ है। यहाँ आउनु भएको छ नि यहाँ जान सक्नु नि हुन्छ। हामी आइपुगिसकेको छौँ, तर हामी चाहिँ यहाँ खाना खान्छौँ कहाँ भने यही हो, यही खाना खाइदिउँ न त हुन्न। ल गाइस, हामी चाहिँ पुन होटेल एन्ड रेस्टुरेन्टमा छौँ, खाना खानलाई यहाँ बस्दैछौँ है। अहिले चाहिँ हामी छौँ तातो पानीमा अनि यहाँ पुग्नलाई हामीलाई लगभग लाग्यो है 11 जति त बज्यो। आधा घन्टा चाहिँ हामी उता लेट भयो त्यहाँ बनाइरहेको भएर। सो यो चाहिँ अलिकति ठुलो होटेल है त, यहाँको खतरा छ। हामी चाहिँ तातो पानीमा खाना खाँदैछौँ है त। अब यहाँबाट खाना खाएर अब निस्किनु पर्छ। खाना पनि मिठो लाग्यो, हामीले चाहिँ भेज खाएको, मलाई चाहिँ अलिकति रुगा लागेको भएर त्यही भएर चिकन चाहिँ खाइनँ, चिकन मात्र भनेर। त्यो भेज खाएको, भेजको चाहिँ 350 रहेछ होइन, ठिकै छ यति टाढा तातो पानीमा। अनि ऊ र म यता हेर त रेडी हुँदैछौँ है त यहाँबाट। अब यहाँबाट चाहिँ हामी जान्छौँ, फेरि तेल राखेको छैन हामीले, पोखरामा राखेको थियो, अब चाहिँ गएर घाँसामा राख्छौँ है त। घाँसामा छ अरे पेट्रोल पम्प, त्यहाँ गएर चाहिँ हामीले फेरि तेल राख्नुपर्ने हुन्छ है त। सिन हेर्नु न ल, यस्तो दामी देखिरहेको छ नि यहाँबाट। अब हजुरले त त्यति देख्नु भएन होला, रियलमा हेर्दाखेरि अझ दामी छ। अनि यो ठुलोवाला होटेल स्प्रिङ चाहिँ यो साइडमा छ है त। ल अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ। ल हामी चाहिँ तातो पानीबाट अब निस्किँदैछौँ। खाना पनि खायो होइन, मिठो थियो खाना पनि। अब चाहिँ सिधै हामी पुग्छौँ मार्फा।
लेट्स गो। ल यस्तो ठाउँमा नि यस्तो खतरासँग बस लान्छ यार, मान्नै पर्ने हो है गाइस यस्तो ठाउँमा लानेलाई चाहिँ। हैट यता अर्को गाडी आएको फेरि। गाइस फाइनली हामी आइपुग्यौँ रूपसे झरना है त। ल गाइस हामी चाहिँ रूपसे झरनामा छौँ होइन। फाइनली कति बज्यो? लगभग 12 जति बज्न थालेछ। यता हो त उ पनि भिडियो खिचिरहेछ। यत्रो लामो यात्रापछि चाहिँ हामी फाइनली रूपसे झरनामा पुग्यौँ। हजुरहरूलाई पनि यहाँ आएर चाहिँ यो फिलिङ चाहिँ एक्सपिरियन्स गर्नु नै भन्छु है। घरमा बसेर मोबाइलमा भिडियोमा चाहिँ यो फिल आउँदैन। अब यो भिडियो भनेको त जस्ट इन्फर्मेसनको लागि मात्र हो। यो टाइम चाहिँ कहिले पनि नसकोस् जस्तो लागिरहेको थियो मलाई चाहिँ है। तर के गर्नु, ट्राभलको सबभन्दा नराम्रो चिज नै यही हो कि चाहे जति टाइममा हामी बस्न सक्दैनौँ। अब हामी यहाँबाट निस्किनु पर्ने हुन्छ र सकेसम्म चाँडोभन्दा चाँडो चाहिँ हामी मार्फा पुग्नु पर्ने हुन्छ। हैट दामी बाटो है गाइस, यस्तो खतरा छ। दिस इज घाँसा आइपुग्यो हामी बनेपाबाट। यस्तो दामी छ ल, सिन हेर न है, स्विजरल्यान्ड जस्तो छ स्विजरल्यान्ड। हाम्रो नेपाल पनि के कम छ र अरू भन्दा। ल दिस इज स्विजरल्यान्ड। खासामा पुग्दा हाम्रो पेट्रोल चाहिँ आधी भइसकेको थियो र यहाँ पेट्रोल पम्प देखेर छिरेको, तर यहाँ पनि डिजेल मात्र पाउँदो रहेछ। पेट्रोल पनि पाउँछ तर बोतलमा पाइने रहेछ। सो 1 लिटरको चाहिँ 180 रहेछ है। अब माथि पेट्रोल पम्प त छँदै छैन, अब पेट्रोल पनि पाइन्छ कि पाइँदैन ठेगान छैन। सो हामीले चाहिँ यहीँ राख्ने डिसाइड गर्यौँ र हामीले यहाँ 3 लिटर राख्यौँ जुन हामीलाई 540 पर्यो र यहाँ राखेर चाहिँ हामी अब यहाँबाट निस्किन्छौँ। हामी घाँसाको चेकिङ पोस्ट आइपुग्यो। मोबाइल नम्बर मेरो नम्बर देऊ न। ल धन्यवाद सर। दिस इज रियल है गाइस, रियलमा आएर हेर्नै पर्ने ठाउँ। बब्बाल देखा सर। छेउमा पऱ्यो नि हामी झन्। कुकुर के गरिरहेछ बिचमा? जा बाटोमा चाहिँ यस्तो दामी सिनहरू चाहिँ हजुरले देख्न सक्नुहुन्छ र यो हिमालले चाहिँ हामीलाई कहिले छोडेकै छैन है। सो हामी चाहिँ एकछिन बसेर चाहिँ यहाँनिर यो भिडियो खिचौँ भनेर चाहिँ रोक्यौँ, तर किन मलाई चाहिँ यो सिनमा चाहिँ यस्तो डान्स गर्न मन लाग्यो, त्यही भएर चाहिँ आए नि नआए नि मैले हल्का डान्स चाहिँ गरिदिएँ है। गाइस दिस इज समथिङ एल्स है। यस्तो दामी भ्यू देखिरहेको छ रियलमा। अब क्यामेरामा त देखाएको छैन होला, तर रियलमा त एकदमै बवाले देखिरहेको छ यार। यस्तो नजिक छ कि हैट। सो हजुर आउनु भइसक्यो होला, तर दिस इज माई फर्स्ट एक्सपिरियन्स अन मुस्ताङ है, ड्रिम राइड मेरो। दिस इज लेटे। अहिले चाहिँ हामी लेटे भन्ने ठाउँमा छौँ है त। यस्तो दामी छ। यहाँबाट त निस्किनै मन लागिरहेको थिएन कि। यो लेटे बजारको सिन चाहिँ ओहो भ्यू त यस्तो दामी छ कि यहाँको मान्छेहरू चाहिँ लक्की नै है, जहिले पनि यस्तो भ्यूमा अगाडि बसेर चिया खाँदै। तर हामी चाहिँ बस्न सक्दैनौँ। अब हामीलाई चाहिँ छिटोभन्दा छिटो मार्फा पुग्नुपर्ने हुन्छ। तर यो भ्यू हेर्दै बाइक चलाउनु चाहिँ यस्तो मजा आयो कि म भन्नै सक्दिनँ के। फाइनली गाइस वी आर इन मार्फा आइपुग्यो। अब मार्फाको हामी जान्छौँ रुस्टिका होमस्टेमा। यहाँबाट जाने रहेछ सबैजना। छिर्छ हामी, छिर्छ। हेर त हाम्रो फाइनली हामीले बुक गरेको होमस्टे चाहिँ हामी आइपुग्यौँ र यहाँबाट देखिने चाहिँ यो भ्यू। अब हजुरहरू पनि आउन लाग्दा चाहिँ पहिले बुक गरेर आउनु होला, नत्र यहाँ चाहिँ अहिले धेरै नै प्याक छ। हामी चाहिँ अब यहाँ 2 बजे आइपुग्यो र यहाँबाट आज नै हामी मुक्तिनाथ जान्छौँ। फर्स्ट चाहिँ म होटेलभित्र रुम कस्तो छ त्यो पनि देखाउँछु। गाइस हामी चाहिँ मार्फा आइपुग्यौँ र रुस्टिकामा छौँ। बाइक चाहिँ यहीँ छ है। अब हामी चाहिँ रुम एकचोटि हेर्छौँ। ल गाइस हाम्रो रुम चाहिँ यस्तो छ रुस्टिकामा है, मार्फामा। ठिक छ।
अब हामी चाहिँ यहाँबाट मुक्तिनाथ जान्छौँ अहिले नै होइन, किनभने भोलि बिहान सायद अब उठ्न सक्छ कि सक्दैन। अब हामी चाहिँ अहिले नै मुक्तिनाथ जानु लाग्यो, किनभने अब भोलि प्याक पनि हुन्छ, अलि रस होला कि भनेर। अहिले लगभग 2 बजे हामी जाँदैछौँ। ल हामी चाहिँ छिर्दैछौँ। बुझु कहाँ थाहा छ? कहाँ छिर्दैछौँ? ल जेरी गल्लीमा छिर्दैछौँ हामी चाहिँ। यो चाहिँ होटल माउन्टेन भिला रहेछ, सबै ठाउँमा त्यस्तै त्यस्तै रहेछ। होटल टन्पोपो यहाँ पनि बाहिरै राख्नुपर्ने रहेछ बाइक चाहिँ, यही त रहेछ नि। ल गाइस फाइनली कुरिरहे एकान्तमा तिम्रो तस्बिरलाई हेरेर यो हावालाई सोधिहेर न, मन गुनगुनाउँछ गुनगुनाउँछ गुनगुनाउन दे तिम्रो त्यो सुरैमा के यो माया हो हेरिरहे एकान्तमा तिम्रो तस्बिरलाई हेरेर यो हावालाई सोधिहेर न। अब यहाँ चाहिँ घुम्दै जाने। अब मुक्तिनाथ चाहिँ हामी अब जाँदैछौँ। अहिले गयो भने सायद प्याक पनि नहोला। र जाँदा जाँदा यो सिन हेर्नु न होइन, नेपाल इज रियली 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 ब्युटिफुल प्लेस हो के। यहाँ हेरेपछि त हेरै गरौँ जस्तो लाग्छ, तर म चाहिँ यहाँ अब आउँदिनँ फेरि फर्केर, त्यस्तै लाग्छ है मलाई। यस्तो दामी सिनहरू छ, यस्तो दामी पहाडहरू, यो हो के एक्चुअल नेपाल है। अब यहाँबाट चाहिँ छोडेर जानै मन नलाग्ने के। अब यस्तो भएपछि त होइन मन खिन्न मात्र हुन्छ, त्यो सट्टा चाहिँ नआउने नि होइन, तर एकचोटि चाहिँ एक्सपिरियन्स लिनै पर्छ है त। अब हामी आइपुग्यौँ जोमसोम बजार है त, त्यति टाढाबाट यहाँ आइपुग्छौँ र मलाई चाहिँ एउटा गीत चाहिँ एकदमै याद आइरहेछ, त्यो हो जोमसोमै बजारमा 12 बजे हावा सरर ए हजुर खरा हाम्रो पोखरा अहिलेसम्म भएको छैन घरबार। सो फाइनली त्यति टाढापछि हामी आइपुग्यौँ जोमसोममा है त, जोमसोम एयरपोर्ट होइन। ल गाइस हामी जोमसोम एयरपोर्टमा आइपुग्यौँ। मेरो ड्रिम है यहाँ काग भाइ बेनीमा बाइक चलाउने ड्रिम पुरा हुँदैछ मेरो, दामी। ल गाइस सो हामी चाहिँ अब मुक्तिनाथतिर लाग्दैछौँ। बुझु यता हेर यो सो अब मुक्तिनाथ अझ अलिकति बाँकी छ। लोमानथाङ र डोल्पा चाहिँ अब यहाँबाट छुट्टिन्छ र यो छुट्टिने ठाउँको भ्यू हेर्नु न, हिमालहरू यस्तो दामी देखिरहेछ, त्यही भएर मैले यहाँ भिडियो खिच्दैछु। अब माथि गयो भने चाहिँ हामी मुक्तिनाथ र अप्पर मुस्ताङ पनि पुग्न सक्छौँ। र यहाँ बस्दा चाहिँ हावा यस्तो चलिरहेको थियो कि मान्छे नै उडाउला जस्तो, एन्ड मेरो वाइफ त झन्नै उडेको हेर्न सक्नुहुन्छ। र अब चाहिँ हामी माथितिर लाग्छौँ मुक्तिनाथतिर। यहाँबाट लेफ्ट गयो भने चाहिँ कागबेनी र राइट गयो भने चाहिँ मुक्तिनाथ पुग्नेछ। अब मुक्तिनाथ जाँदा जाँदै हजुरहरूले यस्तो दामी भ्युजहरू चाहिँ देख्न सक्नुहुनेछ है त। अलि माथि गएपछि चाहिँ अब यहाँबाट चाहिँ लोमानथाङ र मुक्तिनाथ छुट्टिने बाटो पनि आइपुग्छ। एकदमै टाढाबाट हामी यहाँ आइपुगेको छौँ र यहाँ आउने चाहिँ एकदमै ठुलो ड्रिम थियो। फाइनली अहिले हामी यहाँ छौँ र हामी चाहिँ सब कुरा बिर्सेर चाहिँ यही ठाउँमा चाहिँ हराइरहेको थियौँ। फाइनली हामी आइसकेको छौँ लोमानथाङ अनि मुक्तिनाथ। अब यहाँबाट चाहिँ हामी जान्छौँ है, उडाउन लाग्यो, हावा चाहिँ एकदमै चलिरहेछ अनि योबाट खिचिरहेछ है त। अब यहाँबाट जाने होइन त। ल लेट्स गो। अलि माथि आइसकेपछि चाहिँ यहाँ हजुरहरूले यो बाटो देख्नुहुनेछ। अब यहाँ भिड किन छ भने चाहिँ यो चाहिँ त्यही भाइरल रोड हो जहाँबाट चाहिँ बाटो र हिमाल देखिन्छ र बाइक चलाउनु त यस्तो मजा आउँछ। अब हामी पनि एकछिन यहाँ बसेर चाहिँ फोटो भिडियोहरू चाहिँ खिच्छौँ है त। जान त मनै छैन तर हामीसँग टाइम पनि छैन, त्यही भएर अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ। दिस इज मुस्ताङ। यस्तो दामी भ्यू देखिरहेछ है।
अगाडि जति जति गयो त्यति त्यति यस्तो दामी भ्यूहरू आइरहेको छ कि म बयान नै गर्न सक्दिनँ। यो एक्सपिरियन्सको लागि चाहिँ हजुरलाई भिडियोमा होइन कि आफै आएर गर्नुभयो एकदमै दामी हुन्छ है त। यतै रहेछ है बुझु मुक्तिनाथ। ल हामी आइपुग्यौँ, बाइक यहाँ रोकेको छ एन्ड दिस इज त्यहाँ हेरौ हिमाल जाने हो होइन। यहाँबाट चाहिँ अब हामी हिँडेर जानुपर्ने रहेछ। जति जति अगाडि जान्छौँ त्यति त्यति चाहिँ बजारहरू आउँछ र यहाँनिर चाहिँ गीतहरू पनि गाइरहेको रहेछ। सो एकदमै राम्रो गीत थियो। अब मन्दिर जानको लागि सामान त चाहियो अरे। सो हामीले चाहिँ यहीँबाट किन्यौँ जुन चाहिँ हामीलाई 250 रुपियाँ परेको थियो। हामी चाहिँ मुक्तिनाथमा छौँ र हामी दिउँसो नै आयो है यहाँनिर। सो पुग्यो 4 बजेतिरै पुग्यो होइन। अब मन्दिर ढोगेर चाहिँ हामी यहाँ जान्छौँ है त। सो ब्याट्री पनि धेरै छैन, चार्जर ल्याउनै बिर्सिरहेको क्या। भर्याङ चढेर माथि आएको लास्ट गाह्रो भयो। त्यति बेला पनि एकछिन बसिरहेछौँ यहाँनिर। यता हेर त यसको हालत पनि एकदमै खराब भइसक्यो। टाउको दुखेर अब माथि नआउने कि ननाउने भन्ने कुरा हो। फाइनली वी आर इन मुक्तिनाथ। अनि त्यस्तो चिसो छ, नआउने कि ननाउने नुहाइरहेछ। बुझ हाल कस्तो चिसो, ग्लास चाहिँ चिसो रहेछ खुट्टा। ल यो एउटा राख्नु पाएँ फोटो पनि खिचिदिन्थेँ म तिम्रो। फोटो फोटो दौडेर चिसो चिसो। अच्छा 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 कस्तो चिसो खुट्टा। ल एक सर्टमा है त्यहाँ झोल चलाइदिनु। यस्तो घाम लाग्दा पनि हामीलाई एकदमै चिसो लागिरहेको थियो। त्यही भएर चाहिँ हामी चाहिँ यहाँबाट डेन्जरी दौड्यौँ र यहाँसम्म पुगेपछि यो नगर्ने कुरा पनि भएन। सो हामीले चाहिँ डुब्की पनि लगायौँ र पानीमा पनि भिजौँ। हामी चाहिँ पानीमा भिजेर पनि आइसक्यो एन्ड मुक्तिनाथमा छौँ। ठिकै छ, चिसो चिसो नै छ, तर भिजिसकेपछि चाहिँ मलाई तातो लागिरहेछ है। हामी चाहिँ अहिले कहाँ छौँ अब म देखाउँछु है। ल गाइस मुक्तिनाथको दर्शन पनि भयो। दिस इज माई ड्रिम थियो। हामी यहाँ आइपुग्यौँ मुस्ताङ, आउनै पर्ने ठाउँ है त। फोटो खिच्ने स्ट्यान्ड रहेछ है। मोबाइलमा क्यामेरा छ, देऊ खिचिदिन्छु। ल हाम्रो बुद्धको प्लेस एकदम दामी छ है। हामी चाहिँ फर्स्ट मुक्तिनाथ आएको है। मार्फाहरूको भिडियो पनि राख्न बाँकी छ, तिनीहरू पनि आउँछ। मुक्तिनाथ आउने सपना पनि पुरा भइसक्यो। जान त मन नै छैन तर अँध्यारो पनि भइसक्यो। अब चाहिँ हामीलाई यहाँबाट फेरि मार्फा पुग्नुपर्ने हुन्छ। भिडियो चाहिँ सकेको छैन, अझै बाँकी छ। अब चाहिँ हामी छौँ मार्फामा। अब मार्फामा चाहिँ हामी नाइट वक गर्दैछौँ र यहाँनिर चाहिँ स्याउहरू पनि रहेछ र हामी चाहिँ यहाँ प्राइस सोध्दै थियौँ। स्याउहरूको प्राइस चाहिँ 250 देखि 350 त्यस्तै पर्ने रहेछ। अब चाहिँ हामी एकछिन यहाँ नाइट वक गर्छौँ र भोलि हामी यहाँ ड्रेस चेन्ज गरेर फेरि घुम्छौँ। जेरी गल्लीमा नाइट वक गर्दैछौँ। दामी छ सिनहरू। अब फोटो खिचिदिन्छ। जहाँ पाइ त्यही छिरिन्छ। ल भयो यहाँबाट अब अझ जाने सक्यो। ल नाइट वकिङ गर्दैछौँ जेरी गल्लीमा। आजको दिन पनि सकियो। अब अझ बाँकी छ। भोलि हामी जान्छौँ ढुम्बा लेक। अब त्यहाँको सिनहरू चाहिँ कस्तो कस्तो छ अगाडि अझ आउँदै गर्छ। सो आजको लागि चाहिँ गुड नाइट। अब म भोलि फेरि आउँछु। गुड मर्निङ फ्रम मार्फा। अब चाहिँ हामी बिहानै 6 बजे निस्किसकेको छौँ। अब हामी जान्छौँ फर्स्टमा कागबेनी, किनभने हिजो चाहिँ ढिला भएर हामी जान पाएको थिएन। अब चाहिँ बिस्तारै बिहान हुँदैछ र त्यहाँबाट चाहिँ हामी जान्छौँ ढुम्बा लेक। हामीले जस्तो मिस्टेक चाहिँ हजुरहरूले नगर्नु होला। हामी चाहिँ मुक्तिनाथमा यति हरायौँ कि आउने बेला ढिला नै भयो। सो कागबेनी जान पाएन।
मुक्तिनाथ गएको बेलै कागबेनी गएर आउनु भए अझ राम्रो हुन्छ। हामीले जस्तो मिस्टेक चाहिँ नगर्नु होला र भोलिपल्टको टाइम चाहिँ हजुरहरू मजाले मार्फा र ढुम्बा लेकमा दिन सक्नुहुन्छ। हामी हिजो पनि यहाँ आएको थियौँ होइन, तर आज आउनुको मजा चाहिँ छुट्टै लागिरहेछ। किनभने त्यो आएको घाम सिधै हिमालमा लागिरहेको छ र हामीले त्यो दृश्य देख्दैछौँ र मलाई चाहिँ एकदमै दामी लागिरहेको थियो त्यही माथि बाइक राइडमा। अब कागबेनी चाहिँ हामी यहाँबाट लेफ्टबाट जान सक्छौँ भने माथि चाहिँ मुक्तिनाथ छ। अब माथिबाट पनि कागबेनी चाहिँ पुगिन्छ है। अब यहाँ चाहिँ हामी खोलाको बाटो जानुपर्ने हुन्छ र कागबेनीमा चाहिँ हामी धेरै जसो श्राद्धको लागि आउने रहेछ। यहाँ चाहिँ आफ्नो कोही बितेको मान्छेको लागि चाहिँ श्राद्ध गर्न सकिन्छ। यदि हजुरहरूसँग टाइम छैन भने चाहिँ यहाँ नआउँदै हुन्छ जस्तो लाग्छ मलाई। यहाँ चाहिँ खासै घुम्ने चाहिँ के पनि छैन, त्यही घरहरू रहेछ। अब हामीले यहाँ लोकलहरूलाई पनि सोद्धा नि त्यही घरहरू चाहिँ घुम्न सकिन्छ भन्दै हुनुहुन्थ्यो। दाइहरू यतातिर घुम्ने ठाउँ कतातिर छ होला? घुम्ने ठाउँहरू लोमान्टक होइन, कागबेनी भनेको यही होइन? यहीँनिर यसो घुम्ने होइन कागबेनी धाम भनेको चाहिँ? ए त्यो हो। यसो घुम्ने ए कागबेनी धाम भनेर यसलाई नै भन्छ होइन? यही हो है। कल्चरल ड्रेसहरू चाहिँ यहाँ पनि रहेछ। यहाँबाट यसो घुम्न मिल्ने होला है। अलिकति हेरेर आउन त है। कागबेनी घुम्ने भनेर चाहिँ भित्र छिरियो तर बाटो नै छैन कहीँ पनि। और हामीलाई थाहा नभएर हो कि हामी चाहिँ अल्लमल्ल पर्यो, त्यही भएर चाहिँ हामी अब यहाँबाट फर्किन्छौँ। हिँडेर जानुपर्ने जस्तो छ तर हामी चाहिँ गएनौँ किनभने हामीसँग टाइम छैन। अब माथिबाट हामी फर्किँदैछौँ र माथिपट्टि चाहिँ पुरै पिच बाटो रहेछ है। अब यो बाटो चाहिँ त्यही ठाउँबाट अलिकति माथिपट्टि जाने चाहिँ रहेछ। यो चाहिँ यहीँबाट लेफ्टबाट चाहिँ मुक्तिनाथ पुग्छ भने यहीँबाट अप्पर मुस्ताङ पनि पुग्ने रहेछ र त्यही बाटो रहेछ है कागबेनी जाने पनि। अनि अघि न चाहिँ हामी तलबाट गएको रहेछौँ। यस्तो दामी बाटो, यस्तो दामी भ्यू है। सो हामी चाहिँ अब यहाँ एकछिन रोक्छौँ अनि त्यसपछि चाहिँ यहाँबाट फेरि जान्छौँ है त। यहाँको चिसो चाहिँ हामीले थाम्न सकेन तर यो भ्यूको अगाडि ल हैट बचिरहँ जस्तो लाग्छ तर हामीसँग त्यति टाइम चाहिँ छैन। अब हामी यहाँबाट निस्किसकेका छौँ। जुन बाटो आएको त्यही बाटो फर्किँदैछौँ है त। अब जान त मन छैन होइन, त्यही पनि अब हामीसँग टाइम पनि छैन। तर जति जति अगाडि जाँदै थियौँ त्यो घाम त्यो हिमालमा परेको देख्दा एकदमै दामी फिल भइरहेको थियो होइन। भ्यू पनि यस्तो दामी आइरहेको थियो त्यही माथि बाइकमा। अब त्यहीबाट अलिकति तल नै ढुम्बा लेक जाने बाटो छ है। जोमसोमको अलिकति माथिबाटै हामी ढुम्बा लेकमा जान सक्छौँ र त्यो बाटो यही नै हो। ढुम्बा लेकको बाटोबाट देखिने सिनहरू पनि यस्तो दामी दामी लाग्यो कि बाटोबाटै पुरै पहाडै छोको जस्तो लाग्ने है त। ल गाइस हामी चाहिँ ढुम्बा लेक आइपुग्यो। यहाँ रहेछ घाम ठ्याक्क लाग्न लागिरहेछ, अलिकति लागेको चाहिँ छैन। यस्तो दामी भ्यूमा फोटो नखिच्ने त कुरै भएन नि है। सो हामी रोकेर चाहिँ फोटो भिडियो चाहिँ यहाँ एकछिन खिच्न थाल्यौँ है त। यस्तो दामी आइरहेछ। ल यसमा बोलेको हुन्छ केही भन। एकदम राम्रो छ क्या।
यहाँ चाहिँ यस्तो दामी लाग्यो होइन। हामी 8:30-9 बजीतिर निस्किने भनेको 9:30 हुन लागिसकेको। यस्तो खतरा छ होइन। अझ निस्किया छैन तर अब चाहिँ हामी निस्किँदैछौँ किनभने हामीलाई अब ढिला हुन्छ होइन। त्यहाँ मार्फा पुग्नु छ, मार्फामा पनि खिच्नु छ। मुस्ताङ आएपछि स्याउ नखाने त कुरै भएन। त्यही भएर हामीले चाहिँ यो आमासँग चाहिँ स्याउ ल्याउँ जुन चाहिँ हामीलाई 1 किलोको 250 पर्यो र स्याउको सुकुटी पनि लियौँ। स्याउ चाहिँ एकदम हरियो थियो र तर गुलियो पनि थियो। अब हामी जमजम आएर चिया खाँदैछौँ। अब चिया त्यति महँगो त थिएन, चियाको 30 रुपियाँ अनि सेलको 50, चनाको 50 थियो। टोटल गरेर 270 गयो हामी दुईजनाको चाहिँ। हामी फेरि मार्फातिर लाग्दैछौँ। हामीले हिजो ड्रेस चेन्ज गरेको थिएन, अब ड्रेस चाहिँ चेन्ज गर्छौँ है त। मार्फा पुगेपछि ड्रेस चेन्ज नगर्ने त कुरै भएन र मैले चाहिँ यहाँ ड्रेसको 300 रुपियाँ पर्छ भनेको सुनेको थिएँ तर हामी छिरेको पसलमा चाहिँ जम्मा 200 लिनुभयो र यो ड्रेसमा चाहिँ मलाई यस्तो देखिरहन्छ। अब यो ड्रेसलाई चाहिँ बक्खु भनिन्छ जस्तो लाग्छ मलाई चाहिँ। ल ड्रेस चाहिँ कस्तो देखिरहेछ। हामीले यहाँ पनि ड्रेस चाहिँ लगाइसकेको छौँ होइन त, राम्रै देखिरहेछ जस्तो छ। गाइस हामी चाहिँ छौँ जेरी गल्लीमा अनि मेरो प्यान्ट प्यारीसँग होइन। सो यस्तो रमाइलो छ। ल हामी जस रमाइलो गर्दैछौँ। टाइम चाहिँ धेरै छैन किनभने अब टाइम त जहिले पनि यस्तै रहन्छ तर खिचेर चाहिँ हामी अब यहाँबाट निस्किन्छौँ है। केटाहरू ग्याङ ग्याङ मुस्ताङमा, ल अब हामी चाहिँ यहाँबाट निस्किन लागेको छौँ है। सो मोर्टिनाथको जर्नी चाहिँ यहीँ सकिसकेको छ तर अब हामी पोखरा गएर बस्छौँ। दामी दामी क्लिपहरू त अझ म हालि नै हाल्छु है त। के गर्छौँ अझ तातो पानी के झर्नाहरू छ त्यो चाहिँ म जोड दिन्छु है त। अब हामी चाहिँ रुस्टिकामा बसेको थियौँ र टोटल प्राइस चाहिँ 2000 परेको थियो है। अब हामी चाहिँ नन अट्याच बाथरुममा बसेको थियौँ तर त्यसको प्राइस चाहिँ 1200 भन्नुभएको थियो दाइले। अरू ठाउँमा मजाले हजुरले 1000सम्म पाउन सक्नुहुन्छ है। अब हामीलाई पनि मिलाइदिन्छु भन्नुभएको थियो फर्स्टमा तर मिलाइदिनु भएन। त्यो कुरा चाहिँ अलिकति चित्त बुझेन मलाई चाहिँ तर हजुरहरू जान चाहिँ सक्नुहुन्छ, हस्पिटालिटी ठिकै छ। त्यसपछि हामी चाहिँ तातो पानी आएर नुहाउँदैछौँ। ओके हामी चाहिँ अब तातो पानीबाट निस्किसक्यौँ है। अब खिच्न पाएन, मोबाइल अफ थियो, बल्ल चार्ज गरेर अन भयो। यता हेर त कस्तो लाग्यो त तातो पानी, कस्तो लाग्यो? सो तातो तातो छ तातो पानी। अब यहाँबाट चाहिँ हामी निस्किन्छौँ। यहाँ आउँदा चाहिँ हामीलाई 3 बजिरहेको छ है त। हामी चाहिँ फाइनली 6 बजेतिर पोखरा पुग्यौँ र यहाँ होटेल लिएर चाहिँ हामी अब नाइट वक गर्दैछौँ। अब केही त खानै पर्यो त्यसको लागि चाहिँ हामी यताउता डुल्दैछौँ है त। अब गाइस मेरो साउन्ड चाहिँ सुकिसकेको छ र हामी यहाँ भट्रगोल छ हाम्रो रुम चाहिँ तर हामी चाहिँ यो रुममा बसेका छौँ। ओन्ली 1200 है। गुड मर्निङ। अब हामी चाहिँ एकछिन मन्दिर गएर यहाँबाट निस्किनु पर्ने हुन्छ होइन। हामी चाहिँ यहाँ हिजो लगभग 6-7 बजीतिर आइपुगेका थियौँ, अलिकति अँध्यारो भइसकेको थियो र अब चाहिँ हामी मन्दिर जाँदैछौँ। अब मन्दिर गएर चाहिँ ठोकेर हामी यहाँबाट अब निस्किन्छौँ है त। खाली खाली नै छ अनि हामी चाहिँ त्यहाँ मन्दिर जाँदैछौँ, तालबाराही मन्दिर। अब यहाँसम्म आएर मन्दिर नजाने कुरा नि भएन। साउन अलिअलि सुकिरहेछ होइन, अलिअलि चिसो चाहिँ लाग्यो डुबेर जानलाई होइन। अब हामीले बोर्डको टिकट चाहिँ काटिसकेको छौँ। अब आज अलिकति प्याक पनि छ जस्तो छ। सो हामी चाहिँ अब डुङ्गा चढेर सरर तालबाराही मन्दिरमा चाहिँ जान्छौँ है। अब हामीले यहाँनिर पूजासुजा गरेर चाहिँ हामी अब फेरि फर्किनु पर्ने हुन्छ किनभने हामीलाई घर पनि जानु छ। त्यही भएर चाहिँ हामी अब यहाँबाट निस्किन्छौँ। अब फर्किँदा चाहिँ म अलिकति टपमा परेको थिएँ एन्ड सी इज माई वाइफ अनि डुङ्गाको मजा लिँदैछ अनि यहाँको भ्यू पनि एकदमै दामी रहेछ है। म चाहिँ डुङ्गाको टपमा बसेको थिएँ त्यही भएर मलाई चाहिँ हावामा उडाए जस्तो फिल लागिरहेको थियो है यहाँ चाहिँ। अब पोखरामा चाहिँ यस्तो ब्रेडहरू पाउँछ जुन चाहिँ मलाई एकदमै मिठो लाग्छ। प्राइस पनि धेरै छैन, जम्मा 60 रुपियाँ। अब हामी दुईजना बसेर चाहिँ यहाँ यसको इन्जोय गर्दैछौँ। जाँदा जाँदा चाहिँ हामीले यो बोट जस्तो चिज देख्यौँ, यसलाई चाहिँ काइकिङ भनिँदो रहेछ होइन। अब पोखरा आइसकेपछि यो नगरी त कुरै भएन तर प्राइस चाहिँ एकदमै बुझेर मात्र गर्नु होला किनभने हामीले चाहिँ यहाँ 300 गरेका थियौँ भने तलपट्टि चाहिँ 250 पनि भनिरहेको रहेछ र माथि चाहिँ हामीलाई 500 पनि भनिरहेको थियो है। सो त्यो चाहिँ एकदमै बुझेर गर्नु होला है त। फर्स्टमा चाहिँ डर लागिरहेको थियो, यो चाहिँ मेरो फर्स्ट टाइम थियो तर गर्दा गर्दा चाहिँ एकदमै इजी रहेछ। सो एकदमै मजा आइरहेको थियो है।
ल गाइस फेवाटालको बिचमा आएर पनि बोटिङ पनि गरियो एकजना त्यहाँ छ देखा छ कि छैन हैन यस्तो दामी मजा आउँछ है फिल गर्नुपर्ने कुरा हो अब यहाँबाट चाहिँ हामी निस्किनु पर्ने हुन्छ किनभने 10 बजिसकेको छ अब अलिकति ढिला हुन्छ नत्र हामीलाई है घर पुग्नको लागि ल गाइस यही हो त फेवाटालको बिचमा ल बोटिङ त्यसपछि यहाँ छ अनि हाम्रो ताल त्यहाँनिर छ है त अब हामी चाहिँ होटलबाट चेकआउट गरेर चाहिँ निस्किसक्यो जुन हामीलाई 1200 पर्यो र मेरो चेनबाट एकदमै साउन्ड आइरहेको थियो त्यही भएर चाहिँ मैले यहाँ यो गराजमा लिएर आएको थिएँ सफा गराउन यहाँको दाइ एकदमै रमाइलो हुनुहुँदो रहेछ सो यहाँनिर चाहिँ आएर हजुरहरू पनि आफ्नो बाइकहरू बनाउन सक्नुहुन्छ यो गराजको नाम चाहिँ जनता गराज हो है त अनि यो चाहिँ फुलबारीमा पर्छ है पोखराको हामी चाहिँ फाइनली घर आइपुगिसक्यो है त्यत्रो लामो यात्रापछि यो यात्रा अब सकिँदैछ अब नेक्स्ट यात्रा फेरि सुरु हुँदैछ है त टोटल हामीले चाहिँ 885 किलोमिटर हानिसकेको रहेछौँ र 1500 मिनट चाहिँ नन स्टप चलाएको रहेछौँ है सो हजुरले नि हिसाब गर्नु होला कति भयो भनेर अब चाहिँ हामी अर्को भ्लगमा हजुरसँग फेरि भेट्नेछौँ अब यो भ्लगमा हजुरलाई केही चित्त बुझ्दैन भने चाहिँ प्लिज मलाई कमेन्ट गर्न सक्नुहुन्छ अर मेसेज गर्नु होला केही कुरा सोध्नु पर्यो भने सो यो भ्लग चाहिँ म यहीँ सघाउँछु बाई बाई गाइज एन्ड ह्याभ अ नाइस डे